हेलो गाइज, सम्पूर्णलाई नमस्कार है। यो चाहिँ एउटा सानो हेलम्बुतिर घुम्न गएको यो फेमस सुलचिङ झरनाको चाहिँ एउटा सानो भिडियो बनाएको छु। यहाँ चाहिँ राम्रो रहेछ। यो सुलचिङ झरना चाहिँ दुईटा झरना रहेछ, यहाँ एउटा अनि उतापट्टि एउटा। अनि यो भाइ चाहिँ यसो हामीलाई बाटो देखाउँदै आएको, मेरै भाइ गाउँको। अनि यहाँ एकदमै पानीले भिजा जत्तिकै हुँदो रहेछ। पानी त्यहाँ गयो भने लुगा एक्स्ट्रा लगेर त्यहाँ यसो इन्जोय गरेर आफ्नो लुगा चेन्ज गरेर चाहिँ आउन सकिने रहेछ। नत्र चाहिँ भिजेको लुगाले पुरै भिजेरै चाहिँ घरसम्म आउनुपर्ने अथवा कहाँसम्म पुग्नुपर्ने तपाईँ त्यहाँ एकदमै चिसो हुने रहेछ। अनि अर्को कुरो, बाटो बर्खा, यो चाहिँ बर्खामा मात्रै फेरि झर्ना देखिने रहेछ। अरू बेला चाहिँ अब यो झर्ना यतिको झरिरहँदैन रहेछ, सुक्ने रहेछ। अनि बर्खामा फेरि बाटोको स्थिति अलिकति हिलो चिप्लो होइन त्यस्तै छ। अनि यता हामी चाहिँ यता दुईटा बाटो रहेछ त्यहाँ माथि जाने चाहिँ। एउटा माथि सेराबाट पनि सेराको बजार, पुरानो बजार क्रस भएर माथि चढ्ने, एउटा चाहिँ यता सेरा नपुग्दै यताबाट माथि चढ्ने बाटो रहेछ। त पुग्नु चाहिँ दुइटै बाटोले पुग्छ। तर राम्रो चाहिँ उता इजोक हुँदै गएको राम्रो रहेछ बाटो, बिच अलिअलि। अनि यो राम्रो रहेछ, एकदमै सुन्दर, एकदमै सफा पानी बग्ने हेलम्बुको वडा नम्बर 7 मा पर्दो रहेछ। हामीले नि घुम्यो आयो। तर बाटोको स्थिति चाहिँ काठमाडौँबाट जानलाई त अब मेलम्चीतिरसम्म त पिचै भइहाल्यो मजाले। यता तपाईँहरू भोटिचौर काउलेको बाटो जाँदा नि भयो, यता मेलम्ची हुँदै यता सिन्धुखोला निस्केर तल जाँदा नि भयो। राम्रो छ बाटो चाहिँ। यो चाहिँ मैले अहिले म हिँडिरहेको बाटो चाहिँ भोटिचौरबाट यता काउले निस्किने, काउले दोबन पिप्ले निस्किने बाटो हो। यो पनि भर्खरै 8-10 वर्ष अगाडि नै पिच भएको थियो, त्यो फेरि भत्केर फेरि यो राम्रो पिच अहिले राम्रो बनाएको छ बाटो। अनि बाटो चाहिँ ठिक छ, यहाँ मेलम्चीसम्म राम्रो छ। त्यहाँबाट चाहिँ फुल अफ रोड हिँड्नुपर्छ। अनि